ए ल है ल हाम्रो ल दुईटा भतिजाहरू अमला तोड्दै हुनुहुन्छ एकदम है बिस्तारै भतिज एकदम बिस्तारै त्यो मान्छे भाग्नुपर्छ है म त मान्छे हेर्छु है ल हस् ल उता हेर्नु त ल ऊ भतिज मान्छे आएर है बिस्तारै 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 ऊ हल्ला नगरिकन बिस्तारै हल्ला नगरिकन है ऊ एकछिन चुप 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 भतिज हजुर हुन्छ भन्छ नि हामी झर्छौँ एकछिन झर्छौँ हामी हस् है हजुर भतिज हुँदैन हल्ला गर्नु हुँदैन फेरि थाहा पाउँछ मान्छेले अलि ल हेर्नुहोस् यत्रो ठुलो अमलाको रुख छ है मेरो भतिजले पुरै खल्टी भरिसक्यो त्यहाँ यस्तै खल्टी भरे त भतिजको सुरुवाल खस्छ है खस्छ भतिज सुरुवाल खस्छ है खस्छ फेरि त्यहाँ तलबाट खल्टी पनि हाल्यो नि माथि हाल्ने टाउकोमा गुड छिटो छिटो भन न छिटो यो पनि युज गर्नु पऱ्यो नि त नि तलपट्टिको हुन्छ भतिज धेरै नहाल ल खल्टीको के ट्र्याक खुस्किन्छ नि फेरि प्यान्ट फेरि त ल छिटो छिटो के मान्छे आइसक्यो त्यहाँ भने छिटो के ल हेर्नुहोस् है भतिजले हाम्रो सबै ढुक्क अमला टिपिसक्यो त्यहाँ अब हेर्नुहोस् त्यहाँको मान्छे देखेर हामी त भाग्नुपर्छ नि है भाग्नुपर्छ लखेट्छ हामीलाई त अब सबै खल्टी पर्ने सबै खल्टी भन्छ है कल्टी मार्नुपर्छ अब हामी अब कल्टी मार्नुपर्छ है कल्टी छिटो छिटो मान्छे आइसक्यो त्यहाँ कल्टी मार्नुपर्छ छिटो अब अहिले फेरि अमला सबै लग्छ फेरि त्यहाँ मान्छेले भेटान फेरि अहिले हामी त खाली हुन्छ फेरि ल है यत्रो अमलाको रुख छ यस भतिज कल्टी 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 छिटो कल्टी कल्टी छिटो कल्टी 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 छिटो मान्छे आइसक्यो क्या भागम के छिटो 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 माथि बाटो छिटो क्या माथि बाटो पकाउन मान्छे आइसक्यो त्यहाँ लखेट्न आइसक्यो त्यहाँ ए तेरि ल है अब चाहिँ हामी भाग्न सफल भएका छौँ मान्छे लखेटिसकेको थियो भतिज यो त आमा भतिज के बोकेको थियो के गरेको मागे चोरे हो अब खत्तम गरे अब है मान्छेलाई मार्छ हामीलाई अब छिटो कर्पुनुपर्छ ल है उसले पनि हेरेर बाबुले हेरिरहेछ है हामी अमला चोराको हेरिरहेको छ त्यहाँ भतिज थाकिसक्यो हामी भाग्दा है भतिजको अमला खाना मन पराउँछ तर के गर्नु हिँड्नु सक्दैन भारी बोकिरहेको छ नि त ठुलो रुखै बोकिरहेको छ रुखै एउटा रुख बोकेर ल्याएको भतिजले हेर्नु त अमलाको रुखै बोकेको छ झन्डै मान्छेले भेटेको हामीलाई आएछ खत्तम गर्थ्यो है खत्तम त्यही त भने अमला खाने होइन हामीले अमला बनाउँछ हामीलाई पिसेर अचार थाकेँ म पनि थाकेँ भाग्नु पऱ्यो नि त होइन हाम्रो सानो भतिज चाहिँ हाम्रो अमलाको रुख बोकेर बसिरहनु भएको छ थाकेर हेर्नु त अमला खाना कति मिठो हुन्छ है तर के गर्नु गाइज हेर्नु है हाम्रो भतिजको अमला ठुलो भतिज हेर्नु यहाँ बाबु हेर्नुहोस् है हाम्रो भतिज कला मङ्की साउन्ड निकाल्नु पर्छ हाम्रो भतिजले है एकदमै कला
कला भएको मान्छे हो हाम्रो भतिज सुँगुर जस्तो ल सुँगुर यस कम अन ओके लाइक 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 ल के लाग्यो लाइक गर्नु लाइक यस्तो लाइक